आइएम नबिना 24 एज अ टिचर। आज चाहिँ हो वेडनेसडे अनि आज चाहिँ भ्यान कुरेर जानु पर्यो। हिजो भ्यान म पनि त जाने भ्यान यता आउने भयो। सो आज चाहिँ युनिससँगै भ्यानमा जान्छु। हिजो युनिसलाई छोडेर गएको भएर चाहिँ भ्यानले पनि छोड्यो। ओ हेलो को हो? होली माउन्टको स्टुडेन्ट। आज चाहिँ युनिसँगै स्कुल जाने है। म पनि जान्छु है युकेजीमा। आज चाहिँ भ्यान ढिलो हुन्छ होला भनेर बसमा चढिहालेँ, तर भ्यान पनि साथमै आउने रहेछ। भ्यान चाहिँ खोइ कति बेला आइपुग्यो। अहिले चाहिँ म मन्दिरमा झरेर हिँड्दैछु। घाँटीको कन्डिसन चाहिँ फेरि उस्तै होला जस्तो छ। भनेको तेर्दैनन् स्टुडेन्ट। सो अझै पनि आज त बल्ल तिनो त बुक लिएर आएको अनि बल्ल आज फर्स्ट टाइम ब्याग हल्का भएको छ। अनि नोट कपीहरू चेक गर्ने यति धेरै पेन्डिङमा छ। कहिले हो चेक गर्ने? इक्जाम पनि आउन लागिसक्यो। मन त पानी चाहिँ घाँटी दुख्नेको सल्युसन हुन्छ भन्नुभएको थियो, तर सल्युसन त खै के हो। फेरि आज उस्तै भइसकेछ घाँटी। माइक्रोफोन युज गर्नु पनि के माइक हुन पनि क्लासमा पनि जस्तो छ। सो यसरी नै बितिरहेछ दिनहरू। स्कुल जाऊ आऊ। दिस वाज फर टुडे।